नमस्कार। आज हामी एउटा यस्तो शब्दको बारेमा कुरा गर्दैछौँ जुन हामीले बारम्बार सुन्छौँ र प्रयोग गर्छौँ, आराधना। तर के हामीले सोचे जस्तै हो त यसको अर्थ? आउनुहोस् आज यसको अलिकति गहिराइमा पुगौँ है त। अब सोचौं त आराधना भन्न साथ दिमागमा के आउँछ? धेरैको लागि त मण्डलीमा बज्ने गिटार, किबोर्ड र हामीले सँगै गाउने गीतहरू नै हो। तर के आराधना भनेको साँच्चै यति मात्रै हो त? यो प्रश्नबाटै सुरु गरौँ न आजको हाम्रो चर्चा। त्यसो भए अब गीत सङ्गीतभन्दा अलि पर गएर आराधनाको खास भित्री अर्थ के हो त त्यो खोतल्ने प्रयास गरौँ। ल, सबैभन्दा आधारभूत कुराबाट सुरु गरौँ। आराधना भनेको के हो? यो हो परमेश्वरलाई आदर दिनु, सम्मान गर्नु, प्रेम देखाउनु, धन्यवाद चढाउनु र आफूलाई समर्पण गर्नु। यो एउटा कुनै काम मात्रै होइन, यो त हाम्रो मनले, हाम्रो पुरा हृदयले परमेश्वरप्रति देखाउने एउटा गहिरो श्रद्धा हो। अनि एउटा रमाइलो कुरा के छ भने बाइबल जुन मूल भाषामा लेखियो नि, हिब्रू र ग्रीक, त्यसमा आराधना भन्ने शब्दले शारीरिक कामलाई बुझाउँछ। जस्तै हिब्रूमा शाका भन्ने शब्द छ जसको अर्थ हो न्युरिनु वा ढोग्नु, अनि ग्रीकमा छ प्रस्कुनियो जसको अर्थ हो अगाडि घुँडा टेक्नु। सोच्नुहोस् त, यो त केवल मनको कुरा मात्रै रहेनछ, यो त शरीरले नै देखाउने सम्मान र समर्पण रहेछ। तर शरीरले मात्रै गरेर पनि भएन। यूहन्ना 4:24ले के भन्छ भने साँचो आराधना त आत्मा र सत्यतामा हुनुपर्छ। मतलब बाहिर निहुरिने वा घुँडा टेक्ने काम मात्रै देखावटी हुनु भएन, त्यो त भित्र हृदयबाटै एकदमै इमान्दारीका साथ आउनु पर्यो। ल ठिक छ, आराधना के हो भन्ने त बुझियो। तर हामी किन आराधना गर्छौं त? के हो यसको उद्देश्य? हाम्रो विश्वासमा यो यति महत्त्वपूर्ण किन छ? अब यसैको बारेमा कुरा गरौँ। मुख्यतया यसका 3वटा उद्देश्यहरू छन्। नम्बर 1, परमेश्वरलाई महिमा दिनु। आखिर हामी उहाँकै महिमाको लागि बनाइएका हौं, होइन त? नम्बर 2, उहाँलाई हामी कति प्रेम गर्छौं र कति आभारी छौं भनेर देखाउनु। अनि तेस्रो र एकदमै महत्त्वपूर्ण, आराधनाले परमेश्वरसँगको हाम्रो व्यक्तिगत सम्बन्धलाई झनै बलियो, झनै गहिरो बनाउँछ। अब आराधना गर्ने तरिका एउटै मात्र हुँदैन, यो त हाम्रो जीवनका विभिन्न पक्षमा विभिन्न तरिकाले देखिन सक्छ। कस्तो कस्तो स्वरूपमा हुन्छ त? ल हेरौँ। यो व्यक्तिगत हुन सक्छ, जस्तै हामी एक्लै कोठामा बसेर प्रार्थना गर्दा वा बाइबल पढ्दा। फेरि यो सामूहिक पनि हुन्छ, जब हामी मण्डलीमा सबैजना मिलेर आराधना गर्छौं। तर सायद सबैभन्दा शक्तिशाली स्वरूप के हो भने आज्ञाकारिता। मतलब हाम्रो हरेक दिनको जीवन नै परमेश्वरको इच्छाअनुसार जिउनु। यो नै एउटा जीवित आराधना हो। अब सिद्धान्तको कुरा त भयो। बाइबलमा यस्ता थुप्रै पात्रहरू छन् जसले आफ्नो जीवनबाटै आराधना के हो भनेर देखाए। उनीहरूको जीवनबाट केही उदाहरण हेरौँ न। पहिलो उदाहरण दाउद। उनको जीवनमा कति धेरै उतार चढाव आयो, कति धेरै दुःख कष्ट। तर त्यस्तो कठिनभन्दा कठिन समयमा पनि उनले भजन लेख्न र परमेश्वरको स्तुति गर्न छोडेनन्। उनको लागि आराधना भनेको परिस्थिति राम्रो हुँदा मात्रै गर्ने कुरा थिएन। अनि अब्राहमलाई हेरौँ, उनको आराधना कहाँ देखिन्छ? उनको आज्ञाकारितामा। परमेश्वरले माग्नु हुँदा आफ्नो एउटै छोरालाई समेत बलिदान दिन तयार भए। सोच्नुस् त, योभन्दा ठूलो समर्पण र आराधना के हुन सक्छ र? अनि पाउल र सिलासको कथा त हामीले सुनेकै हो, होइन? हातमा हत्कडी, खुट्टामा नेल। जेलको अँध्यारो कोठारीभित्र मध्यरातमा उनीहरू के गर्दै थिए? गीत गाएर परमेश्वरको आराधना। यसले के देखाउँछ भने साँचो आराधनालाई कुनै पर्खाल वा परिस्थितिले रोक्न सक्दैन। त्यसो भए यी सबै उदाहरणहरू र कुराहरूबाट हामी एउटा निष्कर्षमा पुग्छौं। त्यो के हो भने आराधना भनेको आइतबार मण्डलीमा 1-2 घण्टा गर्ने काम मात्रै होइन, यो त एउटा लाइफस्टाइल हो, एउटा जीवनशैली। भन्नुको मतलब आराधनालाई आइतबारको क्यालेन्डरमा टिक लगाएर मात्रै पुग्दैन। यो त सोमबारदेखि शनिबारसम्म हाम्रो हरेक दिनको जीवनमा, हाम्रो हरेक काममा देखिनुपर्छ। यो हाम्रो सास जस्तै हुनु पर्यो। कलस्सी 3:23मा एकदमै सुन्दर कुरा लेखिएको छ, तिमीहरू जे गर्छौ त्यो मानिसको लागि होइन, तर प्रभुको लागि गरे जस्तै गरी मन लगाएर गर। वाउ, यसको मतलब के हो भने हामीले गर्ने हाम्रो अफिसको काम होस्, घरको काम होस्, पढाइ होस्, हरेक कुरा नै आराधना बन्न सक्छ यदि हाम्रो नियत सही छ भने। त्यसो भए आजको यो चर्चाको अन्त्यमा एउटा प्रश्न मनमा खेलाउनको लागि छोडेर जान्छु। हामीले हाम्रो दैनिक जीवनलाई कसरी आराधना बनाउन सक्छौं?
हाम्रो काम, हाम्रो व्यवहार, हाम्रो सम्बन्ध यी सबै कुराबाट परमेश्वरलाई कसरी महिमा दिन सकिन्छ? सायद यही प्रश्नमाथि सोच्नु नै साँचो आराधनाको पहिलो पाइला हो।